तिमीलाई बुवालाई वृद्धाश्रम लगाएर भनेको कहिल्यै सुन्ने होइन। म तिम्रो बाउसँग बस्न सक्दिनँ, छोरो लिएर माइती जान्छु। तिम्रो घरमा तिमी एक्लै बस। त्यसो नभन न, आफूलाई जन्म दिने बाउलाई एक्कासी पठाउन नि गाह्रो हुन्छ नि। तपाईँले सक्नुहुन्न भने म लगेर राख्छु, तपाईँ चुप लागेर बस्नुहोस्। किन आत्ते कि समय आएपछि म बुवालाई फकाएर लग्छु। बल्ल दसैँ पनि सकिएको छ, फेरि आफ्ना आफन्तले के भन्ला? आफन्तले के भन्लान् भनेर तिम्रो बाबुको कचकच सुनेर बस्न सक्दिनँ म। अब कि वा कि पा। म छोरो बेगर माइती हिँडी, तिमी एक्लै बस तिम्रो घरमा। सरी बस। बाबा आज मलाई मिठी ल्याइदिनु, म के पुग्छ? हो अरु